पौडेलले सिक्स प्याक देखाएको रे रिभिल हुँदैछ भन्ने कि आज धेरै पछि भेटेको यहाँ चाहिँ च्यालेन्ज चलिरहेको साथीहरू म सधैँ बाइकमा हिँड्छ भनेर तर्साउँदैन कि यहाँ अहिले साँच्चिन्न म तपाईँसँगै झुन्डेर भनेको के हो चला हाई एभ्रिवान नमस्ते लस्सो फ्याफुला इट्स मी कामना सिंह वेलकम ब्याक टु माई च्यानल होप सबैजना सन्चै आरामै हुनुहुन्छ होला I'm also fine and they're fine अनि दाइले चाहिँ लास्टै गरेर साथीहरू होइन हेर्दै गर्नु होला छौरीको जाँदैछौँ अनि बोल्नै देखाइन लेट्स सी के हुन्छ हामी चाहिँ लाग्दैछौँ यस्तो बाटोतिर सर ड्राइभर यता हुनुहुन्छ पठाउ त्यो दुईटा पनि कुदेर आयो नि त वाउ वेदर त बबाल देखायो है भिडियोहरू टिकटकमा हाल्न नमिल्दो रहेछ है मिलेन नि अस्ति यस्तो मेरो यो हामीतिर गएको थियो भिडियो हालेको थियो डिलिट गरिदियो क्या टिकटकले किन हो गीत हालेन पो हेर्नु बबाल के पो भन्ने थियो के पो मेरो साथीको घरै साथीहरू प्रिया घलेको घर हो यो जङ्गलले देखेन आइपुग्यो हामी चाहिँ आइपुग्यौँ हामी छौदी बजारको माहौलतिर यस्तरी यहाँ चाहिँ पसलहरू छ बाइकहरू छ अनि मेरो पठाउ चाहिँ यहाँ हुनुहुन्छ क्षितिज दाई के हिरो देखेको हो त नि के साह्रो हिरो देखेको हो त नि कोही त हाम्रो पोखरातिर हो म भन्ने मान्छे यहाँ चाहिँ साथीहरू अनि आज हिले बजारको पसल छ हेलो साउनीहरू के छ साउनीहरू ओ गाइस मोमो खाने भए चाहिँ आउनु होला मोमोको किमा अनि हिजो सिपानी पर्दा डराएन तपाईँहरू फरक परेन वाउ फरक परेन रे असर गरेन रे साथीहरू यहाँ पकोडो पनि रहेछ साथीहरू साउनीहरूलाई पैसा तिर्न आएको केटाहरू खेल्छ खेलेर जान्छ पैसा मलाई तिर्नुपर्छ क्यार्नु साउनेहरू हिसाब गरिहाल्नुहोस् कितना हुआ अहिलेसम्म कति खायो कार्य समितिको भन्नुहोस् न भन्नुहोस् आलको भइसक्यो दाइ तपाईँ यहाँ ठाउँ अटेन हेलो गाइस सुरज गुरुङ ए गले हेलो दाइ के छ ठिकै छ बहिनी के भन्छ के हुँदैन नि बिहान बिहानै के हो यो पारा भएन साथीहरू पारा धन्यवाद दाइ धन्यवाद लाइक कमेन्ट गरेको छैन होला बहिनी राख्नु पर्छ नि त दाइ हेरेको आज जिदे है तपाईँहरू आज छ कि छैन ल आउनु है बाई बाई हामी त केही भएन गएको हेलो हेलो नमस्ते दर्शन केही भन्नुहोस्
काममा पनि केही भन्दै खाली हो के नान्दै म अहिले भात खाएर आएको भन्नु ल भन्नु अब ताबी दिखोयाहरु भारे अब ताबीलाई बिदो जान्नु अब गेम खबर खाऊ हजुर 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 दाइ हो के हजुर दाइ हजुर हो के लाडीको ताछ बा हजुर आलो दिनु रेड बुल मामा लाठी मै थे लाठी रेड बुल पिन मामा हेलो 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 आई एम चंगे मामा चंगे होइन ओ मामा रेड बुल मामा बोलाउनु भा यता दाइहरु चाहिँ सुतिरहेको दाइ हो यो को हो ए चिना चिना जस्तो लाग्छ त को यो ओए ओ के हो यो तँलाई फेरि के हो त पछि भरे काई दिन हामी चाहिँ छोटे बजारमा छ है चाहिँ दिदी बेची छैन होला नि दुई चारवटा हजुर हान्दिनु त्यो ब्लगमा के दिनु त ठिक हो होइन थ्याङ्क यू यता त्यो हजुर बाबा लाडी नहोइ दामी मने हजुर नागमै मन पर्यो हजुर भन्नु न नागमा मात्रै मैले 5 हाल हाल्दियो नाक हो मात्रै मेरो नाकलाई खै बेला खेला गयो एउटा डायलग पनि हान्दियो बहिनी नाक देखाउ त छैन नाक रेड बुल ल दाइले चाहिँ रेड बुल दिनुभयो हजुर तिमी को हो यति भरत दाइ पनि यत्रो दियो साथीहरू हिलेतिर लाभ पर्दाखेरि दाइले त्यस्तो भन्छ हेरेको हेरेको नान्नु न नान्नु ल नान्नु त हेरेको हेरे हैन के हिँडेको नान्नु नान्नु हेर्नु न त्यहाँ आउँछ क्या त्यहाँ हेर्छ मम्मीले हेर्छ ठुलो मम्मीले मलाई फोन गरेर गाली गर्छ नि होइन बहिनीको त देखाइछ खाकिन बिहान पनि के हो रे दिमागमा एकदम त्यो याद आउने बनाउँछ कि बहिनीको म त काट गर्दिन जे हो त्यही हालिदिन्छु जस्तो छ उसले फ्रेस जान्छु त गेम हेर्नु जान्छ हेर्न जाने छोड्नु न डिस्टर्ब नहान्नु न यहाँ गीत गाएर जादु छ ब्लगमा गए सियोर ब्लगमा गए के मलाई थाहा भयो चाहिँ म त्यही भने त बडाका जान्छु दाइ जान्छु अहिले आउँछु के ल ल छोड्नु गाउनु भने त्यो हुन्छ मलाई भोट हाल्ने इलाम लाने हो दार्जिलिङ लाने हो दार्जिलिङ खुट्टा तान्ने छिर मान्छे हुन्छ के भनेर दुश्मन खोज्नलाई कहीँ जानु पर्दैन भनेको होइ रहेछ साथीहरू हिले बजार गए फुच्चे भाइहरू आएर मलाई यहाँ पुरा डिज अनि यो फेरि यो किनेर ल्याएको प्लेयर भएर बढी बोल्ने हो यो मुजा हैन के यस्तो छ हेर्नु छ्या चिप्पा हेर्न कस्तो मजा हुन्छ ये घोडा के हो यो कोही कहिले धुन्नस् त के हो औ ला तेरो भिडियो बनाइदिन्छ है म गेम सुरु भएपछि जान्छु कि म यार केटाहरू के गर्न ल्याम्मै चाड्न ए छ्या को यो दिपकको घोडा चाटिकिरीहरू को हो भन्दा देखाइदेन यसको 6 प्याक देखाइदेन यो हो के भाइ उसको 6 प्याक त अरूको त के सुन्न लच्यु अरूको 6 प्याक त पेटमा हुन्छ अरे उसको खुट्टामा हुन्छ अरे के किन धेरै गिलो किन बनाएको हाम्रो क्याप्टेन के छ क्याप्टेन के छैन खाली हात किन खाली हात आउनु भएको घाँटी पनि खाली रहेछ के हो आमामा ब्युटी बोन रहेछ दाइ खोइ यस्तो देखाउनु के गर्छ भनेको के ब्युटी बोन
कस्तो ब्युटिफुल हो र भनेको डोन्ट बी जेलस द गाइज ओए दीपक डल्लेले सिक्स प्याक देखाएको रे हिलो केटाहरू फिदा हुने भयो यार ओए मुक्तेको भुडी हेर है केटी हो यो त मान्छेमा त रेफ्री है साथीहरू फिट छैन नि ए देखा त तेरो सिक्स प्याक देखा न भाइ ओए सिक्स प्याक देखा न मुक्ते 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 ओए सिक्स पैक देखा था भाई यार वाह बल्ल हिरो देख्यो सिक्स पैक छोप दे यार हेलो दाई इन्द्र दाई हेलो गर्नु मेरो भ्लगमा दाईको फेरि नमस्ते लच्छु के छ लच्छु के हो तिमीहरू त हिँडे बजारलाई माया मारेर त लच्छु के हो दरो गाली खाएर कमेन्टमा मेरो यति रिस उठ्यो मलाई त्यो के भयो बोल न के भयो दोर्दी स्पोर्टको ओनर है साथीहरू दोर्दी स्पोर्टको ओनर है साथीहरू थाहा थिएन कि मलाई तै मात्र एक्लै छ भनेर त्यो क्यामेरा सम्हाल्ने ठाउँ यो फुच्चे लास हल्ला गर्छ साथीहरू चिन्दा नचिन्ने मान्छेहरू आएर बढी बोलिरहन्छ यो मान्छेहरूको अनुहार कहीँ देखेको थियो होला है मेरो भ्लगको साथीहरू घामले लोएर गयो नि यिनीहरूलाई हामीले लोएर गयो होइन यिनीहरूले हेलो घर कुशल हेलो ल ओए आइफोन देखाएको रे यसले नि अनि यहाँ आउनुहुन्छ हिलेको तरुणीहरू खोइ त अरूहरू हिरो फेरि भन्न ओए कसरी बोल्दा हो बढी भएको हो हान्दिम हो हिले बजार केटाहरू यहाँ सल्लाह गर्दैछ साथीहरू सल्लाह यसरी गोल हान्नुपर्छ के भन्छ त्यहाँ थाहा यसरी गर यसरी खेल यसरी चेप भगवानको नाम लिन्छ ओ माथि बस्यो खाने है साथीहरू भुइँ खाने जहाँ पनि मेरै हात दिनुपर्ने हो तिमीहरूलाई हिले बजारको तरुनीहरू आइपुगे साथी छाड्ने म्याक्रीहरू कन्डो देखाउँछ आउने पछि आमा को यस्तो यता हेर त नानी तिमी राम्रो हो कि कपडा राम्रो हो कि मान्छे राम्रो हो कि के हो यार कोही त हाई हेलो छैन यार के हो भर्यो है साथीहरू फाइनल्ली लो सक्यो क्या हो लो हिलेको मान्छेहरू पुरा अलिअलि टेन्सनमा देखिन्छ हिलेको सुड्डेहरू चाहिँ प्याक स्याक बोकेर आऊ यस्तरी बच्चाहरू ओ दिपा क्या झोला सोला बोकेर आएको यो दिपा फेरि यहीँतिर उस गर्न लाग्यो हो ए यहाँतिर ऊ चढ्न सक्छ कोही फेरि माथि सक्छ चढ्न सक्ला जसरी फेरि सेकेन्ड हाफ पनि सुरु भएको साथीहरू तर पनि गोल हुन सकेको छैन अहिलेसम्म फिलहाल हामी चिन्तितमा छौँ यता हुनुहुन्छ हेलो हिले बजारको तरुणीहरू अनि यता छ एउटा
हेमन्त दाइले हान्यो भाइ म एक्लै उठे त मैले उठ्यो त तेरो मतलब कता बसे हिलेगाउँले खत्ता आएको छ हिलेगाउँलेहरू यता पनि हिले यता टक्सारे अनि हिले माथिको हार्दा साइलेन्ट मसिनु देखेन क्या करा न बस्नु डल्ले लडाइदिए अर्को बम्बे चाहिँ नाइस अर्को डल्ले चाहिँ नाइस क्या डल्ले छ फेरि हाम्रो त दिदी घरमै दिदी बहिनी यता हेर कति गोल्डे केटी हो कति गोल्डे कराउनु सक्दो रहेछ बढी ल करा न करा ओए खोइ करा न बाबु त नि जित्यो किम दङ बिस्तारी गर्न किम दङ ओए टुकी कसेरा मुसुमो आसके बसेरा लुकुमै कटा कुकुले रहला रुकुमै कटा आकली लाम्देओ मन पनाउने ओ यता फर्केर गाना फेरि लैया तनीको मत बाबुले लैया वाह यस्तो गर्न यस्तो गर्न उसले जस्तो पुष्पलाज झुकेको नै साला भन् पुष्पलाज झुकिनै बिजोग छ साथीहरू छौरी बजार बिजोग यसरी पानी झरेर यसरी बिजोग छ कोही बच्चाहरू खुट्टाले च्यापी राखे बिजोग छ खोइ बाबु त्यो दानो र देखेन हो कहाँ गयो रिसायो क्या यो त त्यस्तै सब बिजोग भयो पछाडि भिज्या होला साँच्ची मेरो पाइडाहरू सबै आछ्यो सबै भिज्यो मेरो यस्तो बिजोग पनि बस्छ त अनि कोही म त बस्दैन यहाँ चाहिँ बजार हेर्न आएको होइन उनीहरू पानी परेर बिजोगीहरू हातमा चिया लिएर झन्डी बुर्छ कतिसम्म हान्छ झन्डी बुर्छ झन्डी बुर्छ खेले पढ्यो नि त साथीहरू ओ सुनन्दा हेलो के हो त्यस्तो भयो हिँड्दा चिडी पर्छ चिडी छौदी मेलाई साथीहरू स्योर पऱ्यो हेरे चिडीमा ए पुण्डेलो चिडी परा त त्यस्तै के पैसा थाप्नु यिनीहरूसँग खोइ हालेर नौलो नरहेछ 10-20 रहेछ ठ्याक्कै भएन यस्तो भएन
पारा हिरो भिन्दानी कति हालको भएको बाबु यही छैन तन्केको हो कि यो फुच्चे भाइ तन्केको कति हालको भएको यो हिरो भइसक्यो किनेहाल्नु तल मन पर्यो भन्थ्यो देख्दै देखेन मैले त हिरो भएर हिँड्दिने अहिले गेम हुन्छ आउँछु बाई को यो फेरि मान्छे राम्रो हो कि ज्याकेट राम्रो हो कि जुत्ता राम्रो हो कि ट्र्याक राम्रो हो कि बाबु यता घुमा त बाबु तिमी अगाडिबाट हेर त बाबु पछाडि फर्काउ त बाबु ओ मान्छे राम्रो रहेछ किसिमै देखे लगाइदेऊ त बाबु ल हारेसी कस्तो लाग्यो त बाबु बजार आउन यस्तो टिमसँग नै हार्ने तिमीहरू बाबु छ्या बाबु नानी दुईटा कताबाट हो किसिमै देख्यो त नानी दुईटा त हाँसेको छ त नानी दुईटा त यस्तै छ साथीहरू किन्छक बेसीमा बिजोग भइरहेछ के गर्नु बिजोग चलिरह पानी परिरह होइन हिरुनी भएर टी सर्ट मात्रै लगाएर आएको थियो क्यार्नु जिरुनी भइदियो को राम्रो भइसक्यो हो चल्दिएको ओ छब्री ग्याङ चल्दिएको गर्न कान्छी माया बस्यो ल गर्न ओ छब्री ग्याङ ओ छब्री कान्छी चाहिँ ड्रिप्री यहाँ ल यस्तो के अरे ड्रिप्री हो के अनि गर्न यता फर्केर माया बस्यो बाटोमा गर्न त ल अब नाच्न कस्तो दामी देख्यो ल अनि तिम्रो फोटो जाजाको छु दिलको भित्तैमा ल छब्री ग्याङ छब्री ग्याङ कान्छीको त पाइट तलै खसेन या कान्छी या ल ल्या कान्छी या गोल ओ त चाहिँ के हो त ए बजार र सजार रे जाडो भइसि कसले साडमा होइन गर्मी नि के साह्रो भयो नि त अघि त है अब फेरि अर्को गेम सुरु हुन गइरहेको छ साथीहरू बजार लेजेन्ड टिम अनि दर्शकहरू चाहिँ पुरै उभिएर हेरिरहेछ किनकि पानी परेर गिरीहरू बिजोग छ होइन यस्तो पाराले बसिरहेछ एकदम प्रेसरको साथ गेम भइरहेछ साथीहरू कुनै टिमले गोल हान्न सकेको छैन अनि हेर्न चाहिँ एकदम इन्ट्रेस्टिङ भइरहेको गोल चाहिँ भएको छैन साथीहरू तर एकदम रमाइलो भइरहेको धन्यवाद जेरीको लागि जेरी प्रायोजक हुनुहुन्छ इन्डियन लौरे दुईजना इन्डिया लौरे दुईजना भएर नि जाऊ 20 रुपियाँको जेरी खोलाउँछ साथीहरू के गर्नु ह्यान्डसम छ है एउटा छोरी नि छ है फेरि यस्तो छ है बिजोगीहरू अनि सुन्नु यिनीहरू चाहिँ बजारमा 20 रुपियाँ मात्रै लिएर आएर हेर्नु त जेरी र समोसा मात्रै खाएर गएको
छैन होला सानो कराना कसरा हाम्रो प्रधान दाइले ह्याट्रिक हाने साथीहरु कति गोल देख्यो हो कसले हानेको रे प्रधान दाइ कसले हानेको रे कति गोल रे दाइहरु सब सिंगल भएकोले दुलिनु रहेछ यार साइकिस साइकोलोजी नि छ बधाई सकड़ा बधाई खजाना आगो नि ब्ले कहाँ आउनु भएको लेजेन्डको के रे क्याप्टेन द गेम सकेर पो आउनु हुन्छ क्या है बधाई 4 गोल हान्दे हेत्तिर तो के खेलेको त ओए त के त गाइडेन्स रे हिनेको अलि राम्रो हिन आच्यो जित्न गर्न अलि राम्रो हिन कति गोरो आयो छब्री ग्याङ आयो एकचोटि नि बल छुन पाएन हाम्रो किपरले फेरि के साह्रो ह्यान्डसम हो कि फेरि हाम्रो किपर फेरि क्याप्टेन ज्यू किन ढिलो फेरि लेजेन्डको के खोजा थियो मेरो मितिनी रिभिल हुँदैछ भन्ने कि आज धेरै पछि भेटेको एउटै छ हेरे 1 2 3 गो मितिनी जुम्ल्याएर त नभन्दा अबि कस्तो सेम लाग्यो मलाई त के बोल्नु नि त भ्लगमा ल गर्दैन सुन त तैले नि गर्दैन सुन त गाइज बजारमा यस्तरी मोमो खान्छ खाऊ ओइ बेला त हानिसकेछ क्या हो खाजा खाएर हामी चाहिँ फर्क्यौँ साथीहरू मिठो भयो ओए गुइएन अनि यस्तरी के बोलेको भाइ अनि यस्तो नजारा यस्तो सरर ग्राउन्डको नजारा यस्तो छ साथीहरू अहिले बिहान कस्तो थियो बेलुका यस्तो भयो साइड हानेको रे होइन भ्यू टावर गाइज हेर्न सोझो पुरा क्यामेरा अन गर्ने बित्तिकै उनीहरू त सोझो हो नि फेरि साथीहरू अहिले चाहिँ मान्छे बन्यो ए मान्छे बढ्यो ओए खस्यो यार आइफोन यता मान्छेहरू टन्नै छ हिले ग्याङ पुरा हाम्रो काठमाडौँबाट मगाएको प्लेयरहरू यहाँ हुनुहुन्छ अनि यता मगाएको हाम्रो यो चाहिँ चिन्दैन है साथीहरू म को हो यो चाहिँ म चिन्दिनँ खासै यिनीहरू पनि म खासै चिन्दिनँ यो मात्रै चिन्छु यो चाहिँ पुरा यसको अल्ट्राबाट होइन पुरा जुम गरेर क्लियर हेरिरहेको भुग्या यार बजारको सुट्सहरू यहाँ चाहिँ साथीहरू हुटरहरू सीता गुरुङ पुष्पा गुरुङ उताको नाम के हो
पर्सीको रुङ रे हेलो साथीहरू हामी चाहिँ घर फर्केको छौदी बजार सकेर यता हेर्नु न सोल्डी मेरो भ्युअर्स यता हेर्नु न मलाई हाई उहाँले चाहिँ मेरो सबै भ्लग हेर्नुहुन्छ छुट्टीमा आउनु भएको नम्बर 1 है नम्बर 1 अनि हामी चाहिँ फर्किँदैछौँ घरतिर साथीहरू बाई बाई फेरि भेट्दै गरौँ ल आजको लागि यति नै थियो सब्सक्राइब गरिदिनु होला लाइक कमेन्ट सब्सक्राइब गर्न नभुल्नु होला साथीहरू सबैले हेरिदिनु होला बाई बाई आज त दुईटा टिमले जित्यो भोलि के हुन्छ थाहा छैन जित्छौँ फेरि भेटौँला यस बाई